नमस्कार। आरामै हुनुहुन्छ? आरामै हुनुहुन्छ? तपाईको नाम के होला? अमित बहादुर। कति वर्ष हुनुभयो? 77। यसपालिको दसैँ तिहार कस्तो भयो? राम्रै भयो। राम्रै भयो। दसैँमा मार हान्नु भयो? के गर्नु त अब आइयो गरियो पठाइयो अब फेरि भन्दैछु। भात त पाउनु भयो? भात त पाउनु भयो? पाइयो। कति पाउनु भयो? बिहाको 12 त हो नि। ए अहिलेसम्म ठिक छ। जाड खानुहुन्छ हुन्न? खाँदा पानी चाहिन्छ पाए काट्न पनि छाल्छ काट्न पनि। जाड खानुहुन्न हुन्छ हुन्न? रक्सी जाड मन पर्दैन नखाइ छोड्दिन। स्वास्थ्यको लागि खराब हुन्छ अरे नि त नि। खराब भने त ठिक हुन्छ पेट भर्छ। जाड रक्सी बुढाबुढी खानु हुँदैन अरे। नखाएको छ दिन के गर्ने? अनि त्यो जाड रक्सीको सट्टामा अरू खानु नि। खाएको यति उमेर हुँदैछ अब मर्ने बेला किन छोड्नु? बुढो मान्छे बिरामी हुनुहुन्छ हुन्न? कहाँको खन्डा पर्दाखेरि बिमारी खाँदाखेरि त सन्त हुन्छ। कहिले कहिले जाड रक्सी खाएर मात्नुहुन्छ हुन्न? म त खुन्चुको सुतिहाल्छु। अनि कोही कोही त नि जाड रक्सी खाएर झगडा गर्छ अरे नि त। म त झगडा गरेको छुइनँ। धेरैमा चाहिँ झगडा गर्ने जुझाजुझ हुन्छ अरे। कसैले पौडी खाएको छुइनँ, कसैले एक बोतल बोली बोतल गरेको छुइनँ मातेर। देउसी जानुभयो कि भयो? देउसी जानुभयो? अब मर्ने बेला कहाँको देउसी त छेउ छेउ ओछ्यानमा देउसी मेरो। अनि वम्बुले राईको सालमा सालाङ गाउनु भएन? थियो त नि उहिले त अब बुढो भइदियो सुहाउँदैन। अनि बुढाबुढी भए पनि त झन् उहिलेका गीतहरू गाउनु पर्छ हुन्छ। मर्ने बेला गीत गाएर राम्रो हुन्छ हुँदैन। ल धन्यवाद। बुढाको इन्टरभ्यू।